सोमनाथ सिग्देलद्वारा लिखित आदर्श राग महाकाव्यमा 16वटा सर्गमा रामको आदर्श र महिमा तथा चरित्रलाई उद्घाटन गर्न प्रत्येक सर्गमा कथानकलाई विभिन्न उपशीर्षक दिएर वितरण गरिएको छ। तिनै शीर्षक अनुरूपको प्रसङ्ग र चित्रणद्वारा कथालाई अगाडि बढाइएको पाइन्छ। त्यसकारण कुन कुन सर्गमा के शीर्षक दिएको छ त्यसको झलक यहाँ प्रस्तुत गर्न चाहन्छु म। यस शीर्षकको उपस्थितिले नै रामको कथा अगाडि बढेको यथार्थलाई इङ्गित गर्दछ। प्रथम सर्गमा मङ्गल उपक्रम, साकेत, पूर्ववृत्तको वर्णन र व्याख्या गर्दै महाकाव्यको पहिलो सर्ग प्रारम्भ गरिएको छ। यसपछि रामचन्द्रका पितृ मातृ वृत्तान्त दिएको छ। उनीहरूको अपुत्रता, श्रीराम जन्म, आनन्दोत्सव मनाएर पहिलो सर्ग टुङ्गिएको छ, जसलाई रामचन्द्र जन्मको प्रथम सर्ग भन्न सकिन्छ। त्यसपछि आदर्श रागको कथानकले आफ्नो स्वरूप सुरु गर्दछ। द्वितीय सर्गमा गार्हस्थ जीवनको कवितात्मक वर्णन, दशरथको गृहश्री, बाल संस्कार, शिक्षा, विश्वामित्रको आगमन, आश्रमतिर प्रस्थान, विश्वामित्र आश्रम, यज्ञ विघ्न विध्वंस, रामको अभिनन्दन, रात्रि विश्राम आदिको वर्णन र चित्रण गर्दै रामचन्द्रको बाल चरित्रको उल्लेख यस सर्गमा गरिएको छ। र त्यसै गरी तृतीय सर्गमा प्रातःकालको वर्णन गरी कथानक अगाडि बढेको छ। रामचन्द्रको मिथिलागमन, शिव धनुर्भङ्ग, सीता स्वयंवर, विवाह, परशुराम दमन र अयोध्यागमनको कथा उल्लेख गरिएको छ। चतुर्थ सर्गमा उत्तर वधको विचारलाई प्रस्तुत गर्दै यौवराज्य भङ्ग गरिएको विस्तृत वर्णन छ। त्यसपछि राम वनवास, लक्ष्मणको दृढ प्रेम, सीताको पतिभक्ति, वन प्रस्थान, अयोध्यामा शोक, भरत विलाप, पर भरतको प्रस्थान आदिको विस्तृत चित्रण गरी राम वनगमनको कथामा यो चौथो अध्याय टुङ्गिएको छ भने पञ्चम सर्गमा पितृशोकबाट थालिएको छ र छन्द पनि वियोगिनीकै प्रयोग गरेर कविले आफ्नो क्षमता देखाएका छन्। र यसमा छन्दको कुरा गर्ने पनि लगभग सम्पूर्ण छन्दको प्रयोग गरेको पाइन्छ। यो सबै महाकाव्यभरिको हेर्ने हो भने उनले सबै खालका छन्दहरू प्रयोग गरेको पाइन्छ, ठाउँ अवस्था हेरिकन प्रत्येक सर्गहरूमा। र यहाँ यस कथाको घटनाको प्रकृति जति त्यसलाई त्यस्तै छन्द योजना गरेर उनी शिल्पकारीका रूपमा अगाडि बढेको पाइन्छ। त्यसपछि वशिष्ठको प्रबोधनको कथा भन्दै महाकाव्य अगाडि बढ्छ। यस क्रममा भरतादिको विनय, रामको अटल निष्ठा, भरतको प्रत्यावर्तन गरेर यो सर्ग टुङ्गो लाग्दछ र कविले यस सर्गलाई राम प्रबोधन सर्ग भनी नामाकरण गरेका छन्। षष्ठ सर्गमा शरद ऋतुको वर्णनसँगै शरदी स्वभाव भनेर गरिएको छ। शरदका रातमा उदाउने चन्द्रमालाई कवि यस्तो प्रकारले वर्णन गर्दछ। गरम समय बल्ल मेघको धुन पोती, मलिन भई दबेका तरकाकार मोती, दली दली वर्षाधारमा धोइनाले, झलल भई शरदको रातमा बल्न थाले। यसरी शरद ऋतुको प्रकृतिको मनमोहन र सजीव प्रस्तुति गर्दै कविले पञ्चावटी प्रवेश गरेका छन्। त्यसपछि रामाश्रम, दिनचर्या, हेमन्त समय, मरिचवध आदि गराएर यस विश्रामलाई पञ्चावटी निवास नाम दिएर पनि उनले विश्राम लिएको पाइन्छ। र सप्तम सर्गमा सातौँ सर्ग जुन यसमा रावणको दुष्टता उल्लेख गर्दै प्रारम्भ भएको छ र त्यसपछि सीताहरण, लङ्का दहन र रामको व्याकुलता, रामको धैर्य, जटायु र कबन्धको सद्गति, सबरी सङ्गम, पम्पा प्राप्ति आदिको वर्णन र व्याख्या गरेर सीताहरण सर्गममा देखा पर्दछ। र अष्टम सर्गमा यस्तो खालको कविता व्यक्त गरिएको छ, जहाँ कविता पनि सुनाउँछु म। उदय भो अवसन्त वसन्तको, प्रकट भो छ विचित्र विचित्रको भन्ने प्रारम्भिक श्लोकबाट प्रारम्भ भएर वसन्त ऋतुको वर्णन गर्दै अगाडि बढ्दछ। ऋतु वर्णनमा तल्लीन रहेका कवि वासन्तिक बाधाको व्याख्या र वर्णन गरी रामको सङ्कट र उनले अपनाउनु पर्ने भावी कार्यको झलक दिँदै वानर सङ्गमको उल्लेख गर्न पुग्दछन्। वास्तवमा यो सर्गले वसन्त स्थितिको वर्णनबाट रामको स्थितिलाई चित्रण गरेको छ। र नवौँ सर्गमा मित्रलाभको खुसी प्रकट गर्दै सुग्रीव सङ्गम र मित्रताको वर्णन गरिएको छ। राम र सुग्रीव बीचको लेनदेन र मित्रताका गाथाहरू बलियो गरी बाँधिएपछि अनेक प्रपञ्चले सुग्रीवलाई राज्य लाभ गराएर ऋतु परिवर्तनको प्रसङ्गसँगै रामलाई शीतलता प्राप्त भएको उल्लेख छ। त्यसपछि वानर प्रेषण, हनुमानको साहसको कथा हाल्दै सुग्रीव सङ्गमका नामले यो सर्ग रोकिएको छ, यहीँ सकाइएको छ। र 10औं सर्गमा
हनुमानको उत्साह र साहसको वर्णन गर्दै प्रारम्भमा भएको यो सर्ग समुद्र प्लवनको व्याख्या र वर्णन गर्दै सीता दर्शनको क्षणमा पुगेको छ। हनुमान र सीताको संवादले अगाडि बढेको कथा लङ्का विध्वंसको चित्रण गरी लङ्का दहनको अवस्थामा पुग्दछ। लङ्का दहन गरेर हनुमानको प्रत्यागमन भइसकेपछि रामले लङ्का यात्राको प्रबन्ध मिलाएको प्रसङ्गमा आएर टुङ्गिन्छ। एकादश सर्गमा चाहिँ रावणको अधर्म प्रकृतिको वर्णन गर्दै रामको विजय यात्राको तारतम्य देखाइएको छ। विजय यात्राका क्रममा राम र वानरगणले देखाएको तत्परता र उत्सुकताको वर्णन गर्दै सामुद्रिक प्रतिबन्ध, समुद्रमा सेतु निर्माण, समुद्र पारागमन, विभीषणको ग्रहण, अङ्गदको दुष्कर्म, राम रावण युद्ध, रावण वध, सीताको भेट, आश्वासनको वर्णन गर्दै अन्त्यमा विभीषणलाई राज्य दिलाएर कथा टुङ्गिएको छ। तर मूल रूपमा यस सर्गलाई रावण वध भनी नामाकरण गरेर कविले टुङ्गाइदिएका छन्। द्वादश सर्ग अथवा 12औं सर्गमा रामको विजयानन्द उत्सवबाट प्रारम्भ भई रामको विमान यात्राको प्रसङ्ग उठाउँदै भारद्वाज श्रम प्राप्तिको वर्णन छ। यसपछि भारतदादीको प्रत्यागमन र आत्मीय समागम, हर्षोदय, पूर्वप्रसाद, प्रवेश, आनन्द वृद्धिको आदि वर्णन गर्दै सर्गमा अन्त्यमा राम प्रत्यावर्तन रामकरण गरिएको देखिन्छ। र त्रयोदश सर्गमा अथवा 13औं सर्गमा चाहिँ राज सम्मानको वर्णनबाट थालिएको छ। राज सम्मानको वर्णन गर्दै सुरुवात गरिएको सर्ग श्रीराम राज्याभिषेकको प्रसङ्ग उठाएर नगरभर नै यत्रोत्सव गरेको चर्चा पाइन्छ। त्यसपछि वशिष्ठको शुभोपदेश कथाले अगाडि बढेको यो महाकाव्यात्मक कथा प्रजामा आएको आनन्दोत्सव मनाउँदै सुग्रीवहरूलाई विदाई गरिएको छ। त्यसपछि रात्रि समयको वर्णन गरी श्रीराम राज्याभिषेक सर्गका रूपमा टुङ्गाएको देखिन्छ। र चतुर्दश सर्गमा यस्तो श्लोक रहेको छ कि उदाए सरी भूमिमा रामचन्द्र, उदाए नवभागमा पूर्णचन्द्र, सुहाए सरी जानकी रामचन्द्र, सुहाए त्यहाँ चन्द्रिका साथ चन्द्र। यस श्लोकबाट प्रारम्भ भएको यस सर्गको शीर्षक नै चन्द्रोदय भनी कथानक अगाडि बढ्दछ। चन्द्रोदयको लामो वर्णन र विश्लेषणपछि रामका आनन्द बाणीहरूको उल्लेख गर्दै सीताको प्रेमोक्ति देखाइएको छ। यसरी सर्गको अन्तिमतिर रामले राजकार्य चिन्ता प्रकट गरेको अभिव्यक्तिसँगै फलको वृक्ष चाहिँ राजकाज मौलाएको प्रसङ्ग गरिएको छ। जे भए पनि यस सर्गलाई चन्द्रोदय सर्गका रूपमा कविले लिएका छन्। पञ्चदश सर्ग अथवा 15औं सर्गमा यो गीति छन्दमा सौराज्यको वर्णन गर्दै धर्मरक्षा, कार्यप्रबन्ध, देश शोभा, सन्नीतिको उल्लेखमा यो सर्ग अगाडि बढेको छ। वर्णनकै क्रममा राजा र प्रजाको प्रेम र भक्तिको झलक दिँदै कविले सैनिक शक्तिका बारेमा प्रकाश पारेका छन्। त्यसपछि रामचन्द्रको प्रतापको वर्णन र व्याख्या गरी उनको कीर्तिगान गरिएको छ। अन्त्यमा सम्पूर्ण बयान र बखानद्वारा राम राज्यको स्वरूप देखाएर सर्गान्त गरिएको पाइन्छ। 16औं सर्ग अथवा 16औं सर्गमा संसारको चिन्तन मनन गर्दै प्रारम्भ भई सीताको त्यागबारे पूर्ण प्रकाश पारिएको छ। सीताको त्याग देखाउने कविले सीताको वेदनाको पनि अभिव्यक्ति दिएका छन्। यसपछि सीताको वेदनालाई बुझेर लक्ष्मणको विवाद स्थितिको वर्णन गर्दै लक्ष्मण वाल्मीकिको आश्रममा बास बस्न पुगेको प्रसङ्ग उल्लेख छ। यसपछि महाकाव्यले सीतालाई प्रबोधनका रूपमा प्रस्तुत गर्दै योग विधाले परिपुष्ट भएको देखाएका छन्। त्यसपछि कुश लव जन्म संस्कारको वर्णन गर्दै रामको अवस्था, अश्वमेध यज्ञ, कुश लवको प्रवेश, वाल्मीकिको उक्ति, सीताको उदयास्त, जय जयकार गर्दै सीता अन्तर्धान भनी कथा टुङ्गिएको छ। यसरी यस महाकाव्यमा रामायणको कथालाई संक्षिप्त र सारगर्भित रूपमा उभ्याएर कविले रामप्रति अत्यन्त आदर्श भाव प्रकट गरेका छन् र यसरी यो कथाबाट टुङ्गिएको छ। धन्यवाद।